So hello guys, welcome back to my channel. मेरो अनुहार कस्तो देखिया अनि आज चाहिँ म दाप्चा आएको छु। मलाई त्यो बाइकमा चाहिँ बनाउन पाएन भिडियो अनि म दाप्चाको भिडियो देखाउँछु। यसको नाम सुप्रिम, यो सुप्रिम पनि हाई भन्न हाई। यस्तो हान्छु तर म एकछिन रोक्ने, म क्लियरली हजुरलाई देखिदिन्छु। नदेखे पनि हल्का देख्नु भएको होला, असलले देख्नु भएको थियो। हेर्नुहोस् बाबा क्लियर देख्नु भएन। हेलो हेलो गाइस, एकछिन म यसरी खिचिदिन्छु, यसरी पनि मिल्छ नि। डेढ हुन्छ यसरी ठाडो गरेर ल ल ल एकछिन रोक्नु न। मेरो माला बाल्नु के मैले चस्मा कहाँ राखेँ थाहा छैन है मलाई। मेरो चस्मा त नलिनु गाइस, हेर्नुहोस्। छ्या गाइस, अब चाहिँ हामी त्यहाँ पुगेपछि म सुरु गर्छु ब्लग है। अहिलेको लागि बाई बाई। सो हेलो गाइस, अनि पातमा भोज चाहिँ सकिसक्यो। यहाँ चाहिँ पानी परिरहेको हजुरहरूले डाँडा देखाउँछु, रोक्नु होला। सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि हजुरले देख्न सक्नुहुन्छ, देख्नुभयो होला। अनि गाइस, अनि म चाहिँ यहाँ असिनाको ठाउँमा आइपुगेँ। आज चाहिँ दिवाली थियो, पानी परिरहेको छ यहाँ। देख्नुभयो म पागल जस्तो पानी परेको थियो, त्यही भएर भ्लग बनाउनु पाएन। छ्या सबजना बिजोक भए। यहाँ एकजना डोन पल्टेर आयो, मेरो साथी हो। अनि म चाहिँ आज दिवालीमा थियौँ। यहाँ गनाएको छैन तिमीलाई? मलाई त गनाइखेर कन्ट्रोल गरिरहेको छु यहाँ गाइस। अनि आज चाहिँ म स्कुल गएन, आज म स्कुल गएन। अनि यहाँ अब यहाँ चाहिँ छिटो आउँदैन हाम्रो। हेर्नुहोस्, यहाँ हामीले सकायौँ, अरूहरूलाई खाइहाल्यो। अर्को टिम हो यो चाहिँ हाम्रो ग्रुप होइन। हाम्रो ग्रुप त खाएर पनि सबैजना हेर्नुहोस्, एकछिन हेर्नुहोस्, सबैजना फर्किसक्यो। अनि यहाँ चाहिँ म मात्रै छु, अरू कोही बोल्नेवाला छैन। आज चाहिँ रमाइलो भयो हल्का, कोही मात्रै रमाइलो भयो। आज चाहिँ डाउन पर्दैन छ। एक चाहिँ चस्मा देऊ त ल। तिम्रै चस्मा ए हो? कालो चस्मा लगाए भने कालो चस्मा होइन यस्तो यो गीत छ त। यो आमा एकचोटि म यहाँ भ्लग बनाइदिन्छु कि। अनि गाइस, पानी परेको छ, हो कि होइन? अब म भन्छु, प्रुफको लागि एउटा भिडियो बनाउनु पर्यो। कुर्ता लगाएर आयो भने कालो चस्मा लगायो पक्ला केल्छ केटो ड्याडर ड्याडर। गाइस पर्यो गाइस। हेर्नुहोस् गाइस,
आन्टी अब त हामी घर फर्किँला काठमाडौँ आउँला टिकाठाली ओ जाउँ यस गाइस जुम यहाँ हेर्नु सक्नुहुन्छ पानी परिरहेको देख्नु भएको छैन होला अनि यहाँ चाहिँ आगो यहाँ चाहिँ बोकाको मासु काटेको थियो आगो लो काग पो मुन्ट्यो त काग यसको नाम के हो थाहा छ यसको नाम दिपेश हो नि जिस्क्या के होइन कागको नामै हुँदैन आज म के भइरहेको क्या आज मेरो घर त मेरो घर त बच्चा दाजुको काम गाइस अनि यहाँ चाहिँ यस्तो बब्बल भ्यू आउँदैछ अनि म पनि हो ब्लग बनाउनु होइन अरू कोही बनाउँदैन यस्तो घुमाएर खेल्ने कुरा आयो यस्तो टुप्पोहरू भाँच्दै लानु म मेरो घरमा मेरो बहिनीले देखाएर डिस्काउन्टलाई लानु भयो घुमाउँछ चाहिँ कसरी यसरी म देखाउँछु गाइस हेर्नु होला देखाऊ हेर्नुहोस् अब यसले हेर्नुहोस् होला घुमेन यो घुम्ने एकछिन देऊ त एउटा हेर्नुहोस् गाइस हजुरहरूले बेलुकै भेट्यो भने यो लिनु होला छोड्ने काम नगर्नु होला तपाईँहरूको लागि फाइदा हुन्छ मलाई पनि चाहियो म पनि घर लानु पर्ला हेर्नुहोस् म पनि लानु लाग्छ घर ए साँच्ची म घर गएर हजुरहरूले एउटा चिज देखाउनेवाला छु आलु चा हजुरहरूले कसले मलाई बोलाएको ए ल एकछिन छिटो जाउँ न छिटो अरू त छैन होला है गाइस मलाई एउटा मात्रै छ हातमै नअटिने छ आऊ उता गएर मिलाउँला आऊ जाउँ गाइस हामी चाहिँ जाउँ लागेको यति धेरै लिएर सक्छ गाडी आना छ म यतैबाट जान्छु नि घुम्दैन माथि आउनु है त ल हामी त जान्दैन ल जाउँ सुपिला भेखाठ हो खला लगे दिनु गपारी डंगला नै मत म अस्ति नैको भिडियोमा यस्तो हाथे के म उता हिँडे म भ्लग बनाउन हिँडे लाग्छ एउटा के किराएछ यस्तो ल मेरो रियाक्सन होइन मैले फोटोमा हेरेको छु ल ग्यालेरीमा पानी पर्यो पानी चाहिँ के खानु पर्यो अघि त यस्तो घाम लागेको तर मलाई साँच्चै गर्मी लाग्यो म त फ्यान चलाउँदै बसिरहेको थिएँ कि त्यहाँ ऊ सुप्रिम त खोइ जाडो भयो नै छैन कुर्ता लाएर आए भने कालो चस्मा लगाए भने हिँड्नुहोस् गाइस यस्तो बारीहरूमा हिँडेका छौँ हामी ओइ बिसारी त हिँड म पनि आउँदैछु कि ल यहीँबाट खिच्छु एकछिन रोक हो तर उयो हाम्रै त्यो देवालीको पालोमा किन पानी पर्छ हाम्रै पालोमा मात्रै पानी पर्छ त ए कुल देउताले त पानी परा मतलब खसा होला
ए कुलदेउता भने कुलदेउता नै हुन्छ भने के हाल्न सोध्नु आम्बो अस्ति नैको भिडियो मेरो स्टाइल अस्ति नैको भिडियोमा चाहिँ म यस्तो भएको थिएँ म यही बाटोबाट हिँडिरहेको छु अस्ति नैको दिवालीमा चाहिँ यही बाटोबाट हिँड्दै थिएँ अनि त्यो बेला ऊ त्यहाँनिर एउटा किरा मेरो टाउकोमा आयो अनि म तर्सेँ यस्तो मेरो रियाक्सन ल के गाइस अनि आज यही बाटो हो के यही बाटो हुने यही हो अस्ति नै म यहाँ देखेर तर्सिने नपत्ताहरू मेरो त्यो आइडीमा युट्युब च्यानलको तल भिडियोमा हेर्न सक्नुहुन्छ पानी पर्यो रोक अतौमा म एकछिन बन्द गरेर एकछिनमा आउँछु फुल हजुर यस्तो दामी दामी फुल पाउँछ पानी पनि परिया उताबाट पनि आउँदै हुनुहुन्छ ए कहाँबाट चाहिँ एउटा मन्दिर छ मलाई थाहा छ छोड्नु जो मान्छ म यता बाटो चाहिँ यता म भनिदिनु पछाडि गाइस अनि अस्ति नै यो मन्दिरमा हामीले थियौँ अनि म यही मन्दिरमा एन्ड गरेको थिएँ मम्मीको ल कृष्ण मन्दिर ल एकछिन यहाँ बसौँ गाइस अब हामी अब अरूहरूलाई कुरौँ यो फुल गोजी भाइ यतापट्टि होइन यतापट्टि ए यतापट्टि केही छैन नि गोजीमा मेरो क्लियर आएन तर पनि केही छैन हेर्नुहोस् यहाँ भारी अब गाइस अब आइपुग्न लाग्यो हामी अब म हजुरहरूले बजार देखाउँछु बजार भन्छ के ओ मामु त्यो बाहिर त्यो के भन्छ रोडमा आएपछि बजार भन्छ हो के भने दाप्चा के हो रे तल्लो हतियारमा आइपुग्यो रे हतिया दर्शन सलामा के भन्छ त कस्तो नामै आएन डक हाँस हेर्नुहोस् हामी हेर्नुहोस् गाइस पानी पऱ्यो नाम भन्नु त नाम यहाँको दाप्चा तल्लो हतियार रे हटिया रे दाप्चा तल्लो म त गएँ घर आउने भाइ आउनु म त कुरेर बस्नु कसरी पानी पऱ्यो हेर त ल मोबाइलै धुइसक्यो गाइस अब यहाँ मोबाइल हे म त बहुत राजकुमारी भन्छ पाएन कि घर आएन अब घर आएपछि अन गर्छु भिडियो एकछिनको लागि एकछिन मेरो बाबा आउँदै हुनुहुन्छ यसलाई बाबा हो एकछिन आई एम राइडर सुप्रिमे यसले टिका लगाएछ ओइ टिका लगाइस हेर्न त्यो आई एम राइडर
ब्याग बोला जसलाई पख पख भनेर अब घर पुगेपछि अन गर्छु हामी घर आइपुग्यौँ थुप्रो पागल ओइ बिसारे हो तिमीहरू म लड Three, two, one, go. Heर्नुहोस् मेला ए मेल यो बाबाको मामा घर हो म चाहिँ बाबाको मामा घरको घर आइपुग्यौँ हेर्नुहोस् गाइस म चाहिँ आइपुग्यौँ कस्तो बच्चा किन पानी पर्दैछ हेर्नुहोस् म बच्चा जस्तो कोही मारेर थिएँ छिटो यहाँ भरि जान्छ वाडिनी अमालेको अचार आइजा आइजा 1 2 3 3 थियो 1 2 3 यो चाहिँ अर्को उसको लागि यो चाहिँ 1 2 हामीलाई यस्तो हुन्छ भाइरेसी अमालाको अचार दिदी बहिनी भेटेपछि सबले गाह्रो हुन्छ नि खाएको पनि देखाएर बस्यो किलो मन्दिर छेउ सबैले नपानलाई पठाइदियो होला पठाइदियो होला के त्यो डान्सको के लक्ष्मीले नि धेरै पठाइदियो मलाई परेन उ त्यति लामो यहाँ छ यति टोरा नि खाने रे खाने भाइ आउनुहोस् रोक्नु है कति खाइया उसले त्यसले देउँदैन आमासँग बस्नु मन लागेको छ बाई बाई हामी आउँछ टिप्नु गयो है स्कुल जाऊ न माथि स्कुल नजिक